बिजनेसलाई नभई नहुने 5 इम्पोर्टेन्ट टिप्स के होला त? क्युरियस हुनुहुन्छ? लेट्स चेक इट आउट। वेलकम टु डे 7 अफ स्मार्ट ट्याक्स विक। नम्बर 1, कुनै पनि बिजनेसले आफ्नो व्यवसाय दर्ता प्रमाणपत्र, प्यान दर्ता प्रमाणपत्र र प्यान नम्बर प्लेट आफ्नो बिजनेस प्लेसमा स्पष्ट देखिने गरी झुन्ड्याएर राख्नुपर्ने हुन्छ। भ्याट रजिस्टर्ड भए हरियो प्यान नम्बर प्लेट र प्यान रजिस्टर्ड भए येलो नम्बर प्लेट झुन्ड्याउनु पर्ने हुन्छ। सेकेन्ड टिप, नेपालको इन्कम ट्याक्स एक्ट अनुसार 2000 भन्दा माथिको खर्च क्लेम गर्नलाई प्यान बिल वा भ्याट बिल नै चाहिन्छ। बिलको बारेमा डिटेल इन्फर्मेसन लिन डे 6 को भिडियो हेर्नुहोला। थर्ड, भ्याटमा दर्ता भएको बिजनेसले सबै सामानको मूल्य सूची देखिने गरी ठाउँमा राख्नुपर्छ। मूल्य सूचीमा भएको अमाउन्टमा भ्याटको रकम जोडेर आउनुपर्छ। फर इक्जाम्पल, कुनै सामानको प्राइस 100 रुपिस हो र भ्याट 13 रुपियाँ लाग्छ भने यसको टोटल प्राइस यानि कि 113 रुपियाँ मूल्य सूचीमा देखिनुपर्छ। 4, स्टाफको स्यालेरी पेमेन्ट गर्दा स्टाफको प्यान लिन जरुरी छ, तर कहिलेकाहीँ चाहिने पटक्कै लेबरको केसमा 3000 सम्म प्यान नभए पनि हुन्छ। बोनस टिप, 25,000 भन्दा माथिको स्यालेरी पेमेन्ट गर्दा ब्याङ्ककै थ्रुबाट जानुपर्छ, क्यासमा दिन मिल्दैन नि। फिफ्थ, बिजनेसले पर्सनल क्युआर अथवा पर्सनल खातामा पैसा लिन मिल्दैन। बिजनेसको लागि बिजनेसकै खाता वा बिजनेसकै क्युआर युज गर्नुपर्ने हुन्छ। स्मार्ट ट्याक्स विकले पक्कै पनि ट्याक्स सजिलो भयो होला। यस्ता अन्य च्यालेन्जेस लिएर फेरि पनि म आउने नै छु। स्टे ट्युन र फलो गर्न नबिर्सिनुहोला।